ठुलो मौका हुनेछ र अहिले जनजातिले हामीले मुख्य आयोजकको रूपमा संयोजकको रूपमा राखेको हुनाले जनजातिहरूको शक्ति प्रदर्शन त्यहाँ हुनेछ र हाम्रो यो संसारभरिका मान्छेलाई हाम्रो सबैजना धर्म कला संस्कृति हाम्रो यो लागि तपाईँ सबैजना उपस्थित हुनुहुनेछ र सबैजनाले आफ्नो कला कौशल नाचगान प्रदर्शन गर्नुहुनेछ भन्ने हृदयदेखि नै तपाईँलाई म आभार गर्न चाहे र म आर्थिक समितिमा पनि भएको हुनाले अहिले आर्थिक एकदम कमजोर छ अहिलेको नेपाल फेस्टिभलमा तपाईँहरूको हृदयले मनले चाहन्छ भने 5,000 2,000 1 मान कति सक्नुहुन्छ यो नेपाल फेस्टिभललाई सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ हामीलाई 2-3 सय मान अझै पुगेको छैन अहिले यसपालि भव्य गर्नु लागेको हुँदा 900 देखि 1000 मान खर्च हुन्छ र तपाईँहरूले पैसा कमाउनु भएको छ तापनिमा तपाईँहरू सबैले 5,000 1 मान 2,000 कति हुन्छ यो अहिले नेपाल फेस्टिभलको लागि सहयोग गरिदिनुको लागि हार्दिक आह्वान गर्न चाहन्छु र सम्पूर्ण यो कार्य समितिका साथीहरूलाई पनि नमन गर्दै हाम्रो विधानजी हुनुहुन्छ हाम्रो सम्पूर्ण हाम्रो साथीहरू हुनुहुन्छ सबैलाई नमन गर्दै बिदा हुन चाहन्छु र नेपाल फेस्टिभल सफल बनाऊ सबैजनालाई एकैचोटि जनाऊ भन्दै तपाईँलाई फेरि पनि म टुर्नामेन्ट दिन चाहन्छु भन्दै म बिदा हुन चाहन्छु धन्यवाद उहाँले चाहिँ योभन्दा अगाडि पनि फेस्टिभल गरिसक्नु भएको छ अहिले आर्थिकदेखि हरेक कुरामा चाहिँ व्यवस्थापनदेखि लिएर हरेक कुराहरूमा चाहिँ मुख्य भूमिकामा रहेर चाहिँ नेपाल फेस्टिभल